ब्लगमा आउँछ नि त हेरेन मेरो हाम्रो चाहिँ यतातिर बसाइ पनि भइरह यो के भन्छ यो सानो बच्चा अझैले खेलाउने हो बाजे हो बच्चा अझै बस्छ नै यतातिर बच्चा बच्ची पनि यहाँ बस्ने र हामी ठुलो मान्छे चाहिँ यता बस्ने बाजेले उहाँ चलाइराख्नु भएको छ अनि त्यहाँबाट उता हाम्रो दाजुले चाहिँ यता चलाइराख्नु भएको छ अनि यता भाइ पनि बसिरहेको छ अनि ट्याक्क लाएर एक दिन एउटा ठाउँमा अनि मेरो सानो छोरी पनि आउनेछ बस्नलाई सम्भव त छैन तालमा चाहिँ घुमिरहेको छ शनिबारको बसाइमा त्यस्तै हो गयो हेलो साथीहरू आज चाहिँ हामी कृष्णलाल पार्कमा शहीद कृष्णलाल पार्कमा घुम्दैछौँ हेटौडाको मकवानपुर जिल्लाको सानो पोखरा भन्ने ठाउँमा यो सानो ताल रहेछ त्यसमा चाहिँ हामी 3 दाजुभाइ चाहिँ ट्याक्क लाएर आइरहेछौँ हामी आज शनिबारको बसाइमा यतातिर ट्याक्क घुमिरहेछौँ बाजेले ट्याक्क हामीलाई चलाएर हेल्प गरिराख्नु भएको छ यो तालहरू जुन छ बिचमा उता त्यो मन्दिर उता मन्दिर पनि छ जोस केही छ कि कृष्णबहादुर साई ल हामीलाई अनुभव चाहिँ कस्तो भइरहेको छ यो चढ्दाखेरि अब एउटा अनुभव चाहिँ सुनाउनु पर्यो केटाहरू ल हामी चाहिँ आज शहीद स्मारक कृष्णलाल चोकमा छौँ हामी यहाँ सानो पोखरा हेटौडाको सानो पोखरा भन्ने ठाउँमा होइन चाहिँ बब्बाल मजा आइरहेछ अब के भन्नु अब यस्तो सानो गाडीको अनि बब्बाल भइरहेको छ उता चाहिँ खुट्टाले यो चाहिँ साइकल जस्तो साइकल हान्नुपर्ने रहेछ उता बाजे पनि मजाले हानिराख्नु भएको छ अनि यता यसले पनि यता बच्चा यो त्यही भएर अलिकति रहर मानेको यसले त्यही भएर आज हामी चाहिँ यतातिर आएको अब कति छ यो घुम्नलाई हेर्नु सक्नुहुन्छ ऊ त्यो ल बाजेले अब यता बस्दा बस्दै बाजेले एउटा गीत भन्नुहुन्छ हजुरहरूले सुनेर प्रतिक्रिया दिन सक्नुहुन्छ ल बाजे एउटा गीत भन्नुहुन्छ ध्यान भोजन गर्यौ भनी भवै सागर तरेछौ ध्यान भोजन गर्यौ भनी भवै सागर तरेछौ ध्यान भोजन नगरीमा 84 मै पर्छौ हुन पर्छ मनदेखि निर्मल हुन पर्छ मनदेखि निर्मल पानी पनि भइदिन्छ अमृत जल